हेलो एन्ड नमस्ते एभ्रिवान। एज अ म्यानेजर अफ फोजी कम्पनी मैले के काम गर्छु भनेर देखाउनु लागेको छु तपाईँहरूको लागि। अनि आज चाहिँ हाम्रो यो खोर्सानी सुकाएको 2 दिन भइसकेको थियो। पिस्ने मान्छे कोही नभएर केटा मान्छेहरू काम ओराउँदा नि नगरेर रिसको जोगमा मैले यो 200-300 केजी खोर्सानी आफैले पिसे कसरी पिस्छु भनेर देखाउँदैछु है तपाईँहरूलाई। यो खोर्सानी सुकेको खोर्सानी टक्क केलाएर ढुङ्गासुङ्गा सब केलाको माटोसाटो केलाको यो चिल्ली पाउडर बनाउनु लागेको छु मैले। ल हेर्नु त कसरी पिस्दैछु। पिस्दा पिस्दा मेरो त दिमाग हराम भइसकेको थियो। अनि खोर्सानी पिस्नुको पीडा पनि छुट्टै छ। हेर्नु न यहाँ आँखाभरि पसेर ओ माई गड आँखा खोल्नु नसकेर म त है हराम भइसकेको थियो। के गर्नु 20,000 को स्यालेरी खानुपर्ने छ, 30-35 हजारको औषधि खानुपर्ने छ। जिन्दगी यसरी नै चलिरहेछ। तपाईँहरूको के कस्तो चलिरहेछ? यो चाहिँ मेरो फर्स्ट सेसन हो। यो आँखामा खोर्सानी परेको भएर रेस्ट लिँदै काम गर्दैछु। हात सात फुटेर हैरान भएको छ। यसरी नै गरेर मेरो 2 चोटि खोर्सानी पस्यो। अब म 5 बजिसकेको थियो अनि यस्तो जिउ पखालेँ। अनि त्यसपछि कपाल बाटेको थियो। यसो नक्कल पारेर जिम जाउँ न त भनेर आफूले मी टाइम पनि स्पेन्ड गर्नु पर्यो नि त होइन। कति कम्पनीलाई मात्र टाइम दिनु भनेर म कपाल सपाल खोलेर एकदमै रेडी क्युट अवस्थामा म जिम जाँदैछु। स्टे ट्युन्ड। बाई बाई।